सम्बन्धको परिभाषा भिन्न भिन्न छ। एक आपसमा जब सोच, विचार अनि व्यवहार मिल्छ, सम्बन्ध अभिन्न बन्छ। कहिले नटुट्ने, कहिले नछुट्ने, एकदम घनिष्ठ, सबैभन्दा उत्कृष्ट। सर्वोत्तम सिमेन्टको रिलेसन मेरो लगभग 6-7 वर्ष भयो, एकदम राम्रो छ। यसको आफ्नै तपाईँको क्लिनिक गरेर आफ्नै यसको खानी भएको कारणले एकदम विश्वास साथ हामीले यसको प्रडक्टहरू युज गरिरहेछौँ। हामीले अटुट विश्वास र यसको क्वालिटीमा एकदम नो कम्प्रोमाइज छ, क्वालिटी एकदम राम्रो छ। त्यो कारणले गर्दा हामीले यसरी कम्पनीमा एकदम विश्वास गरिरहेछौँ। यो कम्पनी लगभग हाम्रो बिडारी निर्माण सेवा चाहिँ सुरु भएको 2074 देखि लगातार हामी 6-7 वर्षदेखि यही कम्पनीको प्रोडक्ट युज गरिरहेछौँ। युजमा सुरुदेखि नै लगभग 7-8 वर्ष भयो यो कम्पनीसँग प्रोडक्ट हामीले यो युज गरिरहेको। धेरै परिवर्तन आएको छ यो कम्पनीसँग। किन कम्पनीको प्रोडक्ट राम्रो छ, सर्भिस राम्रो छ, टाइममा डेलिभरी छ। त्यही भएर हामीलाई चाहिने भनेको विदेशमा प्रोडक्ट क्वालिटी डेलिभरी यो चिजमा कम्पनी छ। त्यही भएर हाम्रो कम्पनीले यो कम्पनी धेरै नै प्रफिट गर्दछ र हाम्रो जीवनमा धेरै परिवर्तन आएको छ। हामीले एकदम 10 करोड सानोबाट सुरु गरेको व्यवसाय अहिले हाम्रो अरबभन्दा माथि टर्नओभर भएको छ। किनकि यही कम्पनीको प्रोडक्ट कारणले गर्दाखेरि यो कम्पनीले जति पनि हाम्रो प्रोजेक्टमा एकदम टाइम टु टाइम कसैको कोटा सिसी सिस्टम हुँदा पनि सिमेन्टहरूले दिनमा 4 गाडी 5 गाडी हामीलाई कुनै पनि कुरामा कम्प्रोमाइज गरेको छैन। त्यही भएर कम्पनीबाट धेरै परिवर्तन आएको छ। हिजो हामी अनेक थियौं, आज एक भयौं। अब हामी हजारौंसँग एउटै अभिभारा, एउटै लक्ष्य, एउटै जोश, एउटै सोच अनि एउटै संकल्प छ। दृढ निश्चयका साथ भन्छौं, एउटा खास उद्देश्यले जोडिएको यो सम्बन्ध अझै विशाल अनि अझै बलियो बन्छ।